हामीसँग चाहिँ जे छ जस्तो छ त्यहीँबाट सुरु गरेका छौँ कपाल काट्न। देख्न सक्नुहुन्छ यो कपाल कोर्ने सामान्य अवस्थामा चाहिँ कपाल कोर्ने काइँ प्रयोग गरेका छौँ। भनेदेखि यो चाहिँ विशेष गरेर तपाईँहरूले देखेर चिनिसक्नुभयो होला। यो विशेष गरेर टेलर्सहरू अथवा चाहिँ कपडाहरू काट्नलाई प्रयोग गर्ने कैँची हो। हामीसँग यही थियो, अहिले यहीबाट सुरु गरेका छौँ। त्यही भएर जस्तो हुन्छ त्यस्तै हामी लास्टमा तपाईँलाई यो कपाल देखाउनेछौँ, यो बालको ऊ देखाउनेछौँ। हेरेर साथ दिनु होला अन्तिमसम्म। अरे यो मेरो उहाँ चाहिँ मेरो डियर हुनुहुन्छ है। डियरको कपाल काट्दैछु। मेरो आफ्नै डियरको कपाल हो। उहाँलाई कपाल काट्न थालेको चाहिँ करिब 1 वर्ष हुन थाल्यो। प्रायः जसो गरेर मैले नै काटिदिन्छु उहाँको कपाल चाहिँ। अनि म पनि सकेसम्म आफ्नो सरसफाइ हरेक कुरालाई चाहिँ ठिक छ भनेर काट्नलाई चाहिँ तयार हुन्छु। उहाँलाई चाहिँ त्यस्तो अरूले जस्तो कपाल चाहिँ गहना हो पाल्नुपर्छ भन्ने त्यस्तो खालको सोच चाहिँ ममा छैन। ठिक छ, जे छ राम्रो हुन्छ भनेर गर्ने मान्छे हो। अनि अब कपाल काट्दैमा पनि सर्वस्व गहना गइहाल्छ भन्ने पनि होइन। अनि कपाल नकाटेर गहनालाई झक्की हुन्छ भन्ने पनि होइन। त्यही भएर आफूले चाहिँ जस्तो सहज हुन्छ सरल हुन्छ त्यो चाहिँ गर्ने हो भन्ने मान्यता चाहिँ ममा छ। त्यही भएर हाम्रो डियरलाई चाहिँ कपाल काटेको एकदमै सहज सरल लाग्छ भनेपछि मैले ओके भनेर म आफै काटिदिन्छु उहाँको चाहिँ। हेर्न सक्नुहुन्छ त्यो साथीहरू, त्यो कपाल पाल्दैमा आफ्नो गहना हुन्छ भन्ने भरम चाहिँ ममा छैन। तर भन्न चाहिँ मान्छेहरूले पहिलेदेखि चाहिँ भन्छन् भन्न चाहिँ कपाल चाहिँ छोरी मान्छेको गहना हो भनेर चाहिँ सोच्ने बुझ्ने धेरैको चाहिँ त्यस्तो खालको छ। तर म त्यो भरम चाहिँ पालेर राख्दिनँ। त्यस्तो खालको भरम भएको मान्छे चाहिँ होइन म चाहिँ। भन्दै गर्दाखेरि फेरि दुनियाँले गाली गर्लान् फेरि। जता राम्रो त्यतै मन